लाउन केजीको होला यो 15 त्यस्तै त होला नि पेट ठुलो हो भने यसको यस्तो ठुलो रहेछ हेलो गाइज वेलकम छ है नयाँ ब्लगमा। आज चाहिँ हामी गइरहेको छौँ यो बल्ले खोलामा एउटा यस्तो पाठो बोकेर जाँदैछौँ। यहाँनिर आजको मौसम चिसो चिसो छ, त्यसैले यसो मौसममा चिसो मौसममा दाजुभाइ गाउँको साथीभाइहरू यस बसेर यसो भुटुवा खानको लागि यहाँ पाठो लिएर जाँदैछौँ। अब बाँकी भिडियो त्यहीँ गएर पुरा गरौँ है त। ल है आइयो आइयो तल होला नि यस्तो भिरालोमा हान्छ यता के त्यो आँपमा त होइन यार आँप त सकिएछ त सबै हेर। अघि आउनु कहाँ भागेको समात्दैलाई अलि भाग लाग्यो खोइमा मसमा चाहिँ हजुरले यो हैसा उदाउनु न बरु मसमा चाहिँ होला है। के हो यो फेरि यता फेरि यस्तो उस भुत्ते जस्तो छ यो त। त्यो त आँप झराल्ने कुरा होला क्या पक्कै। ओतातिर राख्नु होइन त अङ्कल। एकदम हिटले को त भाग लाउने मिलाइदिएको फेरि रहर मानिसको माने के यस्तोमा घोट्नु पर्छ अर्कोमा घोट्नु सब सेतो सेतो भइसक्यो रे। कुखुरा पनि सेतो, कुकुर पनि सेतो। ए नउचाल्नु नै सजिलो हुन्छ कि भन्ने त्यहाँ तल मैला लाग्छ त्यो टाइम लागेन अन्त गरेपछि गरेर छोडाछु कि अन्त कतिवटा छन् पुछेको र काठा टन्नै हो। यही हो कि यसो गरेर त जान्छौ ल टाउको कसलाई चाहियो लाउन त्यस्तो लाएर हेर्ने काट्ने ढङ्ग भयो पछि अनि पुगेन भने कहाँ कसको निकाल्दैन अनि च्याउ हुन्छ कि अलिकति भएर के हुन्न क्या फाल्टु त्यो चक्को हाँस्य खै ल्याउनु मच्छर पड्काएको तेरो आमाले मकै भुटे भए माग्ने आमाइलो मच्छर
घरमा खाना तिथाउने होला के रे खाइदिन्छ बिरालो र गोराले गोराले त्यो टिभीमा देखाउनु नि त गोराई होला ठुलो खाले बाख्रा साख्रा त्यस्तै खान्छ नि गोराले त्यस्तै हो प्रजातिमा यो सानो भयो त्यो ठुलो खाले कसको नि काम छैन पहिलो झापातिर मऱ्यो आफ्नो धेरै गरममा दुध खान्छ कुन गीत किनेर चाहिँ आउनुहोस् यो यति नै यसमा बस्छ यो किनेर सुत्नलाई त्यो यो मसला कुट्न पठायो हुन्थ्यो माइलो भिमे गएको हाल्नु 18 गर्दा 2160 भयो स्प्राइट नबिनु खानु यो चाहिँ दगिदी धुनी हो सकेछ हाकिम साकिम सब पर्छ नवीन अन्त जेसीको काम ट्याक्क मिटर ठ्याक्क एक बित्ता मिटर फेरको दाहिने फोन गर त्यही छ त पिँढीमा पैसातिर मोटे म देखाइदिन्छु हाल्न उल्टे हाल्यो कि डल्लै अलि त ल्याउनु यहाँ साप्ने कुरा नपाएर हो के साप त भयो साप साप तर तैँले त खस्यो त भाडा नसाल है म समात पर्दैन हो फेरि अहिले डबल इन्जोय गर्ला है तिमी भोलि पनि आउँछौ मासु आउँदैन भोलि आफै गरेर आउने आफैहरूलाई चाहिँ किनाएर बोलाएको कि मसला